हेलो गाइज, गुड मर्निङ। आज चाहिँ हामी जाँदैछ आरिफाको घर खाना खानु लागि हैन। अनि हामी अब रेडी हुँदैछ, रेडी भइसक्यो। अनि हामी ट्याक्सीको लागि जाँदैछ नि त अहिले। ट्याक्सीको लागि चाहिँ यहाँ वरिपरि ट्याक्सी नै पाउँदैन हो। अनि अहिले हामी चाहिँ ट्याक्सीको लागि जाँदैछ, ट्याक्सीको लागि वेट गर्दैछ। अन्त हामी जाँदैछ। यो गल्ली जुन छ नि, हामी चाहिँ हमेसा ड्युटी यतैबाट आउँछ नि त। एकदम डेन्जरस गल्ली छ यो चाहिँ। एक्लै म चाहिँ हिँड्नु सक्दिनँ। बल्ल बल्ल हामी ट्याक्सीको लागि चाहिँ हामी क्रस भएर अर्को साइड गयो हैन। ट्याक्सी नै आउँदैन र पनि हामी कति हिँडेर गइसक्यो। आधा मिनिमम 10 मिनट तक हामी हिँड्यो, 10-15 मिनट। बल्ल बल्ल हामीले ट्याक्सी पायो हैन। ट्याक्सी पाउँदाखेरि चाहिँ एकदम एक्सपेन्सिभ भन्यो ट्याक्सीले पनि। र पनि हामी के गर्नु, अब जानैपर्छ भनेर चाहिँ हामी खोटिदिएर मात्रै ट्याक्सी गयो। ट्याक्सीमा गएर जाँदाखेरि यो ट्याक्सी फाइनली आरिफाको घर पनि हामी आइपुग्यो होइन। आरिफाको अब दुबईमा त किन छोटा छोटा रुमहरू हुन्छ नि त, पार्टिसन रुमहरू। फाइनली हामी चाहिँ फ्रेन्च फ्राई होइन, जुस, गोबी मन्चुरीहरू ल्याइदियो। हामी त्यो खायो होइन, कस्तो मिठो भयो। खाइदियो होइन। अन्त फेरि आरिफाको लागि हामी खाना खानु हाम्रो बाहिर भनेर चाहिँ हामी बाहिर यो बाल्कनीमा गयो खाना खानु होइन। आरिफा भैया खाना यो स्वीट खाँदिनँ भैयाले आप लोगों का बना दूँगी। जाउँ हामी एकपल्ट फेरि एक चक्कर जो बर्दुबेको त्यहाँनिर चाहिँ घुम्नु खाएर त्यो रेस्टुरेन्ट होइन, रेस्ट गरेर त्यही एकछिन घुमेर चाहिँ हामी घुमेर हामी यता उयो त्यो पानीको जग्गाहरूतिर आयो होइन। भिड यो साइडमा त्यति थिएन। यो साइडमा चाहिँ मैले चाहिँ आरिफा बाई भन्दै नहोला नि। यहाँ चाहिँ सबै बन्द भएको थियो क्या हामी जाँदाखेरि चाहिँ। र पनि यहाँनिर पानी भएको जग्गा त्यो चाहिँ कति राम्रो, एकदम शान्ति लाग्यो मलाई चाहिँ यहाँनिर। फेरि अर्को पालि आउँदै सुरु भयो क्या, फिल भयो। त्यहाँदेखि चाहिँ हामी फेरि हस्बेन्ड वाइफ चाहिँ देख्नु न लक्ष्मी ट्याक्सीको लागि फेरि घर जाने लागि फाइनली हामीले चाहिँ अब ट्याक्सी पायो होइन हामीले। र एक्सपेन्सिभ यहाँ खोटिदारामै लान्छु। खास गरेर हाम्रो बाह्रदारा मात्रै हो। अन्त हामी चाहिँ ट्याक्सी बल्ल पायो, ट्याक्सीमा चढ्यो। ट्याक्सीमा चढेर चाहिँ अब हामी बाई बाई भैया र आरिफालाई बाई भन्दैछ होइन। बाई भन्यो चाहिँ हामीले फाइनली घरको लागि चाहिँ निक्ल्यौँ। आइसाले थाकेर आइस होइन। अनि हामी फाइनली चाहिँ हाम्रो जो रुमको मुनि छ नि त, जो रुमको मुनिको जो मेला, हामी चाहिँ हमेसा यहाँ सालमा 6 महिना यो मेला लाग्छ। यो मेलामा हेर्नुहोस् न कति राम्रो टी सर्टहरू छ होइन। यहाँनिर चाहिँ प्रोग्राम भइबस्छ क्या। फाइनली हामी चाहिँ टी सर्टहरू सस्तो पाउँछ। फाइनली हाम्रो घर चाहिँ यहाँबाट जाँदैछ आइपुग्यो हो। हामी चाहिँ रुम आइपुग्यो। अब घर चाहिँ फाइनली हामी जाँदैछ होइन। कस्तो थाक्यो फाइनली। म सिँढी चढ्नु पनि नसकेको, कहिले लिफ्ट आउँछ जस्तो भयो होइन। लिफ्टभित्र अब पस्यो। आइसालाई पनि पुरा थाक्यो, आइसालाई चाहिँ देखाउँछु ल ऊ थाकेर त्यो बिचरा। अनि म चाहिँ अब यति नै हो। अनि यो भ्लग यहीँ राख्दैछु होइन। यो भिडियो हेरिदिनु भएकोमा